दाजुलाई बोलाएको थिएँ त उता दुईजना त्यो नि गरेँ फेरि न भिडियो फोटो हो 17 वर्ष बस्नुभएको पहिला चाहिँ अब ट्याक्सको काम गर्नुहुन्थ्यो अहिले चाहिँ उहाँ अब पुलिसमा हुनुहुन्छ अनि हिज बायोडेटा सिङ्गापुरे लाउरे गङ्गेको छोरी एउटा थियो छोरी चाहिँ अब उतापट्टि मन पर्यो अहिले इन्टरकास्ट मात्रै होइन इन्टरनेट मात्रै यो फिलिङ सुरु भएको छैन आज अब उनीहरूको इङ्गेजमेन्ट हो रिङ साटासाट गर्ने उहाँहरूलाई ब्लेस गर्न गइरहेको छु है हुन्छ 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 इङ्ग्लिसमा नि भनिदिनुहोस् ज्वाइँलाई अलिकति ज्वाइँले बुझ्ने गरी इङ्ग्लिसमा भनिदिनुहोस् My daughter, she has gone to Australia for studying and she has completed graduation. And this my son-in-law, Mr. Thami. He also from Pakistan to Australia, and Australia he has been already in Australia for 17 years and more. Now he is a policeman in Australia. Before he was prison. Go text काम गर्नुहुन्थ्यो. Now he is working in a police as a police. And he would like to marry with my daughter. हेलो जानु मेरो मात्र कसले हबियो भने कङ्ग्रेचुलेसन मेरो छोरी अब उता मन पराएर अब ज्वाइँ लिएर आउनु भएछ छोरी ज्वाइँ चिनाउनु भयो अब राम्रोसँग उयो गरी के अरे अस्ट्रेलियामा व्यवहार गरिखानु छोरीलाई धेरै धेरै आशीर्वाद छ मेरो एउटा छोरी है अब धेरै धेरै दिनु पर्यो नि त ल धेरै धेरै ब्लेसिङ्स है इङ्ग्लिसमा दिनु काका आशीर्वाद many blessings to you Stefani my daughter and my daughter will look after you हैन सेम सेम है धेरै पैसा कमाउनु धेरै ठुलो मान्छे हुनु धेरै उयो अनि मेरो छोरीलाई धेरै माया गर्नु and also you will get the Maya from my छोरी है okay हैन कसको सबैजना क्लोज भयो ए तेरो पालो पो त मेरो भाइ हाम्रो भाइ जेठी कान्छा यो कान्छा कान्छी त के अरे दिया चिनाइदियो यहाँ आइज टर्न बाई टर्न चिनाइदियो यहाँ
के भयो दिदी टर्न भाइ हामी यहाँ ठिक्क भएको बेलामा चिनाइदियो भनेको नि यहाँ म याम यङ्गेस्ट यता बसौँ न त होइन यहाँ खदा लगाइदिने भने उतापट्टि बसौँ न त म यता बसेँ रोजको बाबाहरूले त्यहाँ तल गेट छ्यामा छ्यामा काका हजुर हजुर ज्वाइँ के अरे जनसङ्ख्या बढेको ज्वाइँ नयाँ ज्वाइँ आएकोमा तपाईँहरूलाई बधाई हाम्रो तर्फबाट धन्यवाद ल आमा माइजू माइजू ठ्याक थपक्कै माइजू लामसाने गुरुङ हो ल उता अब दिदी छ्यामालाई त्यो उत्रै उत्रै Happy engagement भन्ने है Happy यसरी पो दिनु पर्यो कस्तो राम्रो छ है के ए दिदीहरू अनि फामीको चाहिँ इन्गेजमेन्ट भएको क्या आज हो त्यही कार्यक्रममा चाहिँ सेलिब्रेट गरेको एकचोटि मात्रै